ब्लग नबनाएको पनि वर्षौं हुन आँटेको जस्तो लाग्छ। हेलो गाइज, दिस इज मी इभा कचुवाल। वेलकम टु माई ब्लग। अनि आजको ब्लगमा चाहिँ म स्कुटी सिक्न गइरहेको छु। आज स्पेसल्ली स्याटरडे पनि परेको छ नि त, प्लस कस्तो स्कुटी सिक्न मन लागिरहेको थियो कहिलेदेखि है। त्यही माथि मलाई लेडी राइडरहरू यस्तो मनपर्छ नि। तर स्कुटीबाट स्टार्ट गरिदिउँ न त भनेर स्कुटी चाहिँ सिक्न आँटेको छु। साथीको स्कुटी छ नि त, बाइक भएको अलिक मिल्ने साथीको बाइक भएको भए बाइकै सिक्नुहुन्थ्यो। तर स्कुटी छ, त्यही पनि जे छ त्यसमै खुसी। लगाएछ अब चाहिँ म टक्क लाएर मास्क साक्स लगाइ घरबाट निस्केँ। घरमै लिन आउँछु भन्छु साथी, आउँदै आएन। आधी घन्टा पर्खेँ, 1 घन्टा पर्खेँ, अझै 10 मिनट पर्खियो अरे। मेरो पालो हिँडेको, अब कतिखेर आउँछ हेरिराखौँ न। यस्तो काममा उभ्यायो भने चाहिँ फेरि म फर्किन्छु। जाऊ, घाम पनि कस्तो लागेको। राम राम, बल्ल बल्ल आयो, नत्र म फर्किदिन्थेँ गाइस, कसम माने। हामीले स्कुटी सिक्ने ठाउँ चाहिँ कस्तो पिसफुल आनन्द क्या। यो ठाउँ चाहिँ खास गरी तरारा हो। अनि हामी चाहिँ तरारा किन आएको भने साथीलाई पनि भेट्ने काम थियो नि त। अनि ठाउँ पनि राम्रो हेरेको रहेछ साथीले। अनि ठाउँ देख्न बित्तिकै 1-2टा टिकटक चाहिँ गइहाल्छ क्या। हाम्रो यहाँ बुवा चाहिँ गीत गाउन आँटिराख्नु भएको छ। बुवा सुरुमा आफ्नो नाम भन्नु होइन, अनि हजुरको बारेमा भन्नु, अनि आफ्नो मिठो गीत गाइदिनु न। हजुर मेरो 3 होइन। हजुर। पच्चो मार्यो तिमीले मैले बाँच्नु पर्ने, मै मरे तिमीलाई कसले माया गर्ने, पिरातया कन्दामा बुझेको छाया, जिन्दगीको उकालोमा कसले गर्छ माया। यो गाउँको छिटोमा कसै भएर लाऊ, अझै जाँदै गर्नु है सबै राम राम। त्यति नै सक्यो ल। यति नै? कस्तो मिठो गीत। अर्को 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 अलिक अरू पनि आउँछ। दौई हाल्नु मलाई। हजुर, दौई हाल्नु। कुन अर्को गाउनु? ताली बज। मायालुको माया मिठो नाना नानो काका, जुनी जुनी सय जुनी अगाडो राख, सिरी सिरी हावा तल उड्न थालेमा, देउरा मर्को परेलीमा डुब्न थालेमा। वाह, पुर्याउनु बिग फ्यान भयो म। हजुर, भाइरल गराइदिउँ हजुरलाई म। ल, अब तपाईँ भाइरल हुनुभयो, यति भनेपछि भाइरल। अनि खाना खानुभयो? ए, अनि दिउँसो खाजा खानुहुन्न? कहिले पनि खानुहुन्न? पैसा बोकिरहेको छु। ए, पैसा बोकिरहेको छु। भत्ता आउँदैन, पैसा बोकिरहेको छु। 3टा छोरी हो। बुढी पनि बोल्दैन, नबोल्छ के छैन। अनि अघि को पोखरा गएको छ के भन्दै हुनुहुन्थ्यो त नि? पोखरा गएर बहिनीहरू जाउन्, म यहाँ भोलि घर जान्छु भन्ने कुरो। ए, भोलि कहाँ हो घर हजुरको? मेरो सुलिगा हो। सुलिगा 1.5 बिघा जग्गा छ। ए, 1.5 बिघा जग्गा छ, खेती मिल्ने छ, घर मिल्ने छ। आनन्द छ है अहिले? दुःख छ। ल, ठिक छ। अरू गीत गाइदिउँ? गाइदिनु ल। फेरि आन्टीहरू ताली बजाइदिनु न ल। मिठो है, एकदम सुनिरहँ जस्तो लाग्ने क्या। लौरे दाइले बिदाली ल, यहाँनिर चाहिँ पानी लिएर आउँदैछ काले। खै त स्टप हुनुभयो त, रोकिनु भयो त, सम्झिनु भएको। ठिक छ। कस्तो खालको गीत मनपर्छ, भजन कि यस्तै रमाइलो खालको? दोहोरी गाइदिनु त ल। हान्दिनु ल ल। समाली पिन्नु दोहोरी भए पो, एकोरी माया केही मात्रै मलाई दोहोरी भए पो, एकदम गजिरो 2 दाउको मेथी 3 दाउको लसुन, खोलाको तिरमा सबै टुङ्गो बातमारी बसाउन, कान्छी बातमारी बसाउन। त्यति हो ल। मलाई आउँछ क्या, मलाई पुरा गीत आउँछ सक्यो कि। अनि त्यही पनि नगाउनु भएको? मैले गीत गाएर सक्यो। अनि तपाईँ गायककार हुनुहुन्थ्यो? म गाएको होइन, मैले जतै बोल्यो नि। हजुर, मैले पहिले कलाकारै हुने होला होइन। हजुर, मैले चाहिन के हुनुभयो तपाईँ विगतमा? म केही पनि भन्न सक्यो।
भएन केही पनि हुनु भएन अनि के गरेर के गरेर कमाइ भएन पैसा हजुर पैसा मलाई झुटो कमाइ विदेश जानुभयो बेची बिहान विदेश पनि जानुभयो खेतीपाती खेतीपाती फर्ची लगाएर केटी लगाएर ल्याउँदा होइन हजुर खानु खाएन त्यति गरेर पैसा कमाएँ हजुर जग्गा दिनु छ जग्गा डेढ बिघा जग्गा छ तिनीहरू गरेर भन्ने चाहिँ मेरो होइन हजुर मेरो पैसा सुइदियो अरू गाउँले अरू गाइदिन्छु ल गाइदिनु अन्तिम गीत ल मिठो एकदम मिठो सबैजनाले मन पराउने हुने गीत गाइदिनु यो भाइरल भयो भने त फेरि खोज्दै खोज्दै आउनुहुन्छ नि माइक लिएर क्यामेरा लिएर आउनुहुन्छ तपाईँको अगाडि सिधै भनिदिउँ के सिधै भनिदिउँ हजुर सिधै भनिदिउँ भनिदिनु भनिदिनु सिधै भनिदिउँ ल गाउँ खोल्नु म गाइदिनु ल म त्यो गाइदिएँ ल ल ल श्री पञ्चायन देवता दशमा विद्या परम ब्रह्मको चारै वेद सबता गुरुजी माता पिता दन्तको साथै गण्डकर सप्तपतिको साथै उठी कोशीको गङ्गाजी मणिकर्णिका छोरी सप्तर पछलेको श्री विश्वेश्वर काल भैरवजीको श्री अन्नपूर्णाजीको मेरो नृत्य पढ्नमा सप्तपतिको चलेको पुस्तकबाट संविधा गरे स्वराज्य भाषामा मैले सिकेर भनिसन मैले गरेको यहाँ लिहि बक्सनुहोस् यो घर घरै जहाँ गए तापनि यसैले सकादिन्छ ग हाम्रो सबैको भने हेर्नु झापा मो रङ भो विराट नगरै साय बगन्दै जहाँ दुला बारी हिटामा बिदै बुझै भरा छत्तैमा काशीपुर भगवानपुरले जो पछि जाने हकिलो मान्छेहरू देखाइदियो ल हुन्छ ल अब अहिले एकछिनमा म एक राउन्ड हानेर आउँछु कि यो स्कुटी सिकेर आउँछु अनि फेरि गीत गाउनुपर्छ ल मलाई आइहाल्छ नि आइहाल्छ नि ल हाम्रो यहाँनिर हामीले तररामा एकजना बुवालाई भेटाएको छौँ उहाँले चाहिँ कदेखि ग्यासम्म गाउँछु भन्दै हुनुहुन्छ होइन स्कुटी सिक्न आएको गीत गाएरै सुरु पठाइदिनु हुने भयो गीत सुनाएरै हजुर हजुर केही भन्नु न यहाँनिर दर्शकहरूलाई केही भनिदिनु न सबभन्दा इम्पोर्टेन्ट कुरा हाम्रो कोचले सिकाइसक्नु भएको छ के अरे भनिदिनु त यहाँनिर जनता जान चाहन्छ त्यहाँनिर गाई र पाछा छ अनि मैले ठोकिदिएँ भने के हुन्छ त्यसलाई त्यो गइसक्छ अनि मलाई कुदेर आएर हानिदियो भने मैले सिक्ने स्कुटी चाहिँ यही हो गाइस होइन म सिक्छु ल तपाईँहरू हेर्नु ल सम्हाल्नै सक्दिनँ यार मलाई त स्कुटी पनि भारी लागिरहेको छ हेलमेटको चाहिँ त्यो क्याप लगा त्यो हेलमेट चाहिँ झर्यो भने नि अहिले हेलमेट चाहिँ झर्छ होला यार म लड्यो भने मेरो टाउको फुट्छ ल अनि क्याप लगाइदिँदै थिएँ जा आफ्नो टाउको आफै फुटा तल त्यो स्ट्यान्ड चाहिँ कसले लगाउँछ तेरो हजुरबाउले खोइ भिडियो गरेको छैन किन छैन ए छैन दुईचोटि पिपी बजाएको ल साथीहरू अब टाउको फुटाउने कि खुट्टा भाँच्ने यो मान्छेले त्यहाँ हेर्न ठुलो छ यो के भैँसी तँदा पनि ठुलो भैँसी छैन केही पनि छैन ठुलो अन गर न दुईचोटि अफ चाहिँ किन गरेछ अन गर न अब एकदम बिस्तारै केटी भगवान बचाले बचाले भगवान एकदम नाची लडिस होइन अलिकति कन्फिडेन्स आउँछ क्या बस्यो भने हेर्दा कति भारी हुन्छ पछाडि अब यसरी कसरी हगाउने गर्न अलि जोडले बटार बिस्तारै तर जोड अलि बिस्तारै 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 गर्न बिस्तारै 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 ल गाइस चलाएँ मैले स्कुटी खाल्डोहरू चाहिँ हेर न खाल्डोहरू चाहिँ हेर तेरो खाल्डोमा चाहिँ लास्टै के भन्छ इम्ब्यालेन्स भन्छ अनब्यालेन्स भन्छ त्यही हुन्छ तेरो गाइस स्कुटी चलाउनु त खासै गाह्रो चाहिँ रहेन रहेछ होइन सुरुमा म एक्लै हाँक्न खोज्दाखेरि चाहिँ मेरो पनि फर्स्ट टाइम हो नि त एक्लै हाँक्न खोज्दाखेरि चाहिँ मलाई कस्तो डर लाग्यो क्या अनि कन्फिडेन्सै आएन त्यही भएर साथीलाई पछाडि राखेर हगाएको
कस्तो मजाले गुदाएका हेर्नु न आफै छिराइदे खोलामा लगेर सर गोबर किचो किचो होइन किचाइदे भन्न गोबर किचो कति न स्कुटी आफैले गरेर खिच्यो राइट 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 वाइ डिड यु स्टप लेफ्टै लग्न त नि लग 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 गुड 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 खाल्डो खाल्डोतिर नलग्छ केटी खाल्डोमा छिरासित लडाइँ चाहिँ यति कुरो चाहिँ बुझ्छ के सोचेको तैँले मलाई के त्यो बुढो के आएको त्यहाँ बुढो नजिक लडे 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 ओइ खाल्डो 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 रोक 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 मती रोक भनेको किन तार्ने छु पकड भिडियो छ मजा आयो रमाइलो छ कमलाका फुलमा फुलले छायो खटिया नाच्दै नाच्दै पनि गाउनु न सुन्नु गोदाबाई चाहिँ धोपै तारेको घडी गरेर 3 बजेको हजुर यहाँ बच्चा बच्चा बुवाको आवाज बुझ्नु भनेको एउटा होइन अब होइन स्कुटी कुदाउँदै कुदाउँदै रेस्ट बेला बेलामा रेस्ट गर्न आउँदाखेरि बुवासँग कुराकानी भनेको यस्तै हो भइरहेको रमाइलो हुनुहुँदो रहेछ बुवा बढीमा भनेको बढी गर्छ म त जाउँदैन सातो गर्छ पसमा राजा गएको सोधा मैले तलै बुझेर सोधा सिन्दा सिन्दा हरियाणा ठुलागा ल ताली ताली बजाइ त ताली एकदम अहिले फेरि हामी घुमेर आउँछौँ होइन अनि फेरि गाउनुपर्छ र त्यतिखेरसम्म आनन्दसँगले लामो सास फेर्दै बस्नु अनि हजुर त्यसो पनि हेर्नुहुन्छ भाडा पनि पर्नुभएको हजुर त खतरा मान्छे हुनुहुँदो रहेछ मेरा बुवाहरूले पढेको साथी सुनेर मैले पढेको 5 किलो पढेको होइन पानीमा ढुकेर 5 किलो पढेको कि हेर्नु फुलियासे गोला फुल नेबागी बटल आमार बना खोइयासे देख्दै बोले भन अनि के भनेको फुल गाइस स्कुटी सिकेको भिडियो चाहिँ मैले पुरै राख्न पाइनँ होइन त्यही भएर मैले बुवाको भिडियो राख्दैछु झर्को नमानी हेरिदिनु होला ल लास्टसम्म अब हेर्नु है कस्तो राम्रो गीत पनि गाउनुहुन्छ ए कान्ता देउरालीको डाँडै डाँडा फुलपाती कसले चढायो माया लाउने माया दो कान्ता सुजुलैमा कसले बोलायो छुटो पनि चिन्न सकिहाल्छ घामको माइलोमा रानी चाप फुलले दै रेक्न माइलोमा भुइँ पापा सोरे बिर्सेको मानिसले सम्झेर भयो मैले कति धेरै सिकेँ एकैछिनमा सिकेँ तर मलाई सिङ्गल हाँक्दाखेरि चाहिँ कस्तो डर लाग्छ क्या आफूलाई कन्ट्रोलै गर्न सक्दिनँ अनि यसले नेगेटिभै बुझिहाल्छु यस्तो नेगेटिभ छ नि यस्तो नेगेटिभ यसको दिमागभरि त भुसा भरिरहे भुस क्या पुरै भुस हुन्छ नि पुरै भुस 100मा 1% मात्रै सध्दैछ नत्र त 99% त यसको दिमाग पुरै नेगेटिभले भरिसकेको छ कि त्यस्तो छ है कहिलेदेखिको पुर्खा भेटिहाल्ने गफ गर्न थाली फेरि मेरै मोबाइलबाट मेरै कुरा काट्दै बस्दै रहेछ यहाँनिर राम भन्नुहुन्छ भने नि यो बुवाले हाम्रो पछि नछोडेर नि बोलाइ गफ गरेर बिजोक रमाइलो भयो नि गाइस म चाहिँ खासै भ्लग बनाउने बानी छैन क्या अनि त्यो चाहिँ साह्रो आउँदैन पनि अनि ठिकै भयो आजको दिन धेरै कुराहरू मिस आउट भयो होइन
यहाँ बीचमा धेरै छुटिसकेको छ हामीले कुदाको अब त्यो ओ तेरो फोन आयो ओइ नाटक पारेको फोन आयो भनेर के हो सुटो इम्प्रेस भएछ के इम्प्रेस कर्म गर्नुपर्छ भनेर भन्दै हुनुहुन्छ त्यही हो सकिहाल्ने मैले सब्जी खान सक्यो त मेरो गाईको खान्छु अहिले हामी यहाँ टुसुक्क के बसेको थियौँ यहीँ आइपुग्नु भयो फेरि बुवा ए भगवान् जाने मेरो बारीको छोयो भने मैले आफ्नो बारीको खाएर 1.5 बिघा जग्गा छ बेच्नु पनि हुन्थ्यो नि तपाईँ बेच्नु पनि हुन्थ्यो नि म पनि किन्न आएको थिएँ नि एकचोटि होइन यस्तो हाँसु मजाक रमाइलो सुन अलिकति पढेको भने छिटो हलाउँथेँ छिटो पनि तलामा छोड्ने गरी मैले कुरा बुझाउँ होइन बोल्नु मलाई आउँछ सबै बोल्नुपर्छ भने नि म तिमीलाई पनि हलाउँथ्यो के भन्नुभएको तिमीले कहाँ हुन्छ माया भन त हजुर माया कहाँ माया खै घरमा हुन्छ होला कहाँ हुन्छ कहाँ हुन्छ माया खै कता हुन्छ माया त देखेको छैन ए बुवाले बोल्दा बोल्दै के भन्नुहुन्छ हामी चाहिँ स्कुटी सिक्न गएको थियौँ यस पछाडि अनि अनि माथि लग्ने बेलामा यस्तरी लडेँ नि मैले त्यो भिडियो चाहिँ राखिनँ होइन लडियो होइन केही छैन लड्नुपर्छ नलडिकन सिकिँदैन पनि त जिन्दगीमा लड्नु जरुरी छ कन्फिडेन्स पनि राम्रो होइन रहेछ साथीहरू होइन म चाहिँ आज एकदम माथि चढाउन सकेको थिएँ क्या अघि अनि फेरि अलिक के भन्नु भने उतातिरबाट लग भनौँ मैले अगाडिबाट लगेको पछाडिबाट लगेको भए चाहिँ म मजाले लग्न सक्थेँ होइन त्यहाँनिर थोरै त्यो थियो नि त त्यही भएर मैले लडायो भन्दा पनि ब्रेक लाउनु पर्ने ठाउँमा एक्सिलेटर यस्तरी दबाएँ कि अनि लडो पुरै उतानै परेर लडिदेऊ म त बेइज्जत अहिले त्यस्तै खालको मान्छेहरू भएको भए कति धेरै हाँस्दै होला छेउछेउमा धन्ना आन्टी अङ्कलहरू बस्नु भएको थियो होला केही भन्नु भएन नि मैले यसको स्कुटी लडाइदिएर नि यो ऐना छ नि स्कुटीको त्यो हुने ठाउँै लुज भएको थियो क्या अनि पिलासले ग्यारेजमा बनाउन ल्याएको थियो अनि बनाउन पनि सबै आफै बनाउँदो रहेछ मल्टी ट्यालेन्टेड अनि यस पछाडि चाहिँ हामी साथीहरूको घर जान्छौँ साथीहरूको घरमा चाहिँ मैले भिडियो बनाएको छुइनँ होइन यस्तो ऐना नै मैले भाँचिदिएँ म नि होइन किन आत्तिएको पनि थियो भने अर्को कारण भनेको यो थियो नि यो त्यहाँ रुखमा कस्तो त्यो लाग्नु खोज्यो क्या अनि यो फुट्छ जस्तो लाग्यो क्या अनि डरले अनि लडाइदियो थ्याङ्क यू फर वाचिङ गाइज आजको लागि चाहिँ मैले भिडियो यति नै राखेँ अब अर्को भिडियो कहिले आउँछ भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला थ्याङ्क यू फर वाचिङ बाई बाई